हो त राजे नसोरै मायाले मलाई जिउ परानी छर्की नसोरै मायाले मलाई ओहो ओ हेलो माथि आइदिनु न 15 दही चिउरा खाएको दिन साराइको 15 दाजुभाइको भेटो भयो हेर्दा यसै दिन दाजुभाइको भेटो भयो हेर्दा यसै दिन दाजुभाइको भेट भयो ओहो अलका फेरि आगमशाला भेट गरौला साराइको फेरि आगम दिन भेट गरौला आगमशाला फेरि अर्को साल भेट गरौला ओहो यहाँ सबैलाई नमस्कार। आज हामी नेपाल पत्रकार महासंघ जाजरकोटको हामीले धानबालीमा चाहिँ सघनता खाद्य सुरक्षा र आत्मनिर्भरता भन्ने चाहिँ नाराका साथ यो 22औं राष्ट्रिय यो धान दिवस तथा रोपाई महोत्सव 2082 को अवसरमा चाहिँ यहाँहरूले यो रोपाई गरिराख्नु भएको छ र हामी त्यसमा होस्टमा हैसियत गर्नलाई र विशेष गरी अब यो धान यो रोप्दाखेरि चाहिँ मुरी मानु रोपेर मुरी फलाउने भन्ने चाहिँ मानिन्छ र त्यही अन्तर्गत चाहिँ असार 15 मा धान रोपाई भनेर सरकारले बिदा पनि दिने गरेको छ र यो एउटा हामी नेपाली कृषि प्रधान देश र त्यसमा पनि अहिले अब विकास सँगसँगै यस्तो बाटोहरू पनि राखेको छ खेत नजिकै अनि यो कुलोहरू पनि राखेको छ यो पानीको स्रोतबाट चाहिँ हामीले कसरी हुन्छ धेरै चाहिँ आम्दानी गर्नका लागि आज यो धान रोपाई दिवसलाई भव्य रूपमा सफल पार्नका लागि सशस्त्र प्रहरी बल जाजरकोटबाट पनि हाम्रो देश पिसाब लगायतको टिम छ यहाँ त्यसै गरी नेपाल पत्रकार महासंघ त्यसै गरी यहाँको विद्यालयको यो कृषि पढ्ने भाइ बहिनीहरू पनि हुनुहुन्छ आदरणीय सरहरू हुनुहुन्छ र यहाँ स्थानीय जग्गाधनी लगायत सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई यो धान रोपाई दिवसको उपलक्ष्यमा यहाँहरू सबैलाई हामी हार्दिक शुभकामना दिन चाहन्छु र यो धान रोपाई सुरुवात गर्नका लागि म सबभन्दा पहिला घरधनी त्यसपछि हाम्रो पत्रकार महासंघको उपाध्यक्षज्यू देश पिसाब लगायतको टिम त्यहाँ त्यसमा भित्र पस्नेछ खेतमा त्यसपछि धान रोपेर हामी चाहिँ फोटोहरू खिच्नेछौँ र त्यसपछि यहाँहरू सबै त्यसमा लाग्नेछौँ यही कुरा जानकारी गराउँदा यहाँहरू सबैलाई हामी धन्यवाद दिन्छौँ र यो धानलाई कसरी हुन्छ संरक्षण गर्ने किरा लाग्ने वातावरण नहोस् कृषि कार्यालयले भेरी नगरपालिकाको कृषि शाखा कृषि विकास कार्यालय लगायत यहाँका स्थानीय कृषक यो सम्बन्धी विज्ञ मान्छेहरूले पनि यो धानलाई चाहिँ धेरै फल्ने बनाउनका लागि सबै लागु भन्ने कुरा राख्दै यो कार्यक्रम सुरुवात गर्दैन म अनुरोध गर्छु। ल धन्यवाद आइहाल्छ ठिक छ हजुर ठिक छ जय नेपाल मोबाइल दिनु रोप्नै जान अनि
ए त्यो एकछिनै सकाल्छ नि सब लाग्ने हुँदैन यो सँगै गुरु चाहिने थिएन अब ऐतिहासिक भयो त यार जुत्ता खोल्दै जुत्ता ठिकै छ घरबेटी यता हाम्रो एकजनालाई पनि ल्याउने यार बिरुन दाइलाई